jungle. Твоего мы 2 взяли. И тех 4. So happy भइरहेको छु त हेभी गइरहेको हेभी गइरहेको ओके जस्तो यहाँको हामी बसेको यो के भन्छ रेस्ट क्याम्प सो अब हामी यहाँबाट टक्क एकछिन स्ट्रेच गरेर टक्क स्ट्रेच गरिसक्छौँ रेडी हुन्छौँ अनि यहाँबाट हाम्रो अब नेक्स्ट पोइन्ट भनेको लो क्याम्पबाट माथि बादल डाँडाबाट माथि हाई क्याम्प होइन सो हामीलाई अब यहाँबाट चाहिँ हाई क्याम्प पुग्नु त्यस्तै 5 घन्टा जति लाग्छ सो अब हामी यहाँबाट टक्क रेडी हुन्छौँ निस्किन्छौँ अनि म तपाईँहरूलाई बाटोमा देखाउँदै लान्छु राम्रो सर्ट्सहरू पायो भने यता चाहिँ चार्जको समस्या रहेछ सो खासै चार्ज गर्न पाएन मोबाइलहरू अहिले चाहिँ यहाँ गोप्रोबाट चार्ज गरेर गोप्रोसँग चार्ज थियो गोप्रोबाट टक्क लगाएर देखाइहालेँ सो अब यही गोप्रोबाट म खिच्दै सिनेमेटिकहरू अलिअलि सर्ट्सहरू खिच्दै लिएर जान्छु सो हेर्दै गर्नु होला है त गाइस अब हामी सिधै यहाँबाट लो क्याम्प अनि बादल डाँडा पुगेर फेरि भेट्नेछौँ ल केटाहरूको सकिसकेको छ अब यहाँ ल अहिले भेटौँ ल अब कस्तो भयो त स्टेज एकदम रमाइलो ल ल भ्यू चाहिँ खुलेको छैन यस्तो छ अब चल्दिउँ प्याकिङ गरेर अब चल्दिहालौँ गाइस ल अब उतै भेटौँ ल गाइस बादल डाँडातिर नभए लो क्याम्पतिर सो गाइस अल्छी हामी अब रेडी भएर यहाँबाट चट्टो तरिकाले हामी बसेको डेकै थियो ल अब रेडी भइसक्यौँ यहाँबाट चट्टो सेटअपमा यता अझै दिदीबन सेटअपमा पार्टी सेटअपमा मनी सेटअपमा सो ग्यास ल अब हामी यहाँबाट चल्दिउँ बुझौँ गर्छु ल यो गोप्रो राख्छु अनि ल दामी थियो ल सबैजना यो होटलमा बस्नु रिकमेन्ड है दामी छ राम्रो छ हाम्रो दाइको होटल ल बाई बाई सी यु नेक्स्ट टाइम जाउँ चल्दिउँ यत्तिको त अनि मारेन त नि खैरे लुक्छ नि त दामी छ नि लुक्स त नेभर छ बजाउँ अनि त गाइस अब हामी हिँडीमै तल लगाएर अब म माथि के छ राम्रो कुराहरू देखाउँदै लानेछु अनि त अझै खैरलाई बाइसै पर्दैन एक रातसँगै बसियो पुरै अगाडिकोसम्म पनि देखिँदैन हौ 2 पाइला अगाडि के छ पनि देख्न गाह्रो छ त्यही भएर चस्मा चाहिँ चाहिन्छ है पोलराइज त्यही भएर पोलराइज है क्या हो पोलराइज लगाए जस्तो छ हामी हिँड्यौँ म तपाईँहरूलाई राम्रो ठाउँ भेटेपछि अब माथि फेरि अर्को सर्ट्स देखाउँछु यहाँ चाहिँ अर्को नेक्स्ट होटल नै छ हामी बसेको भन्दा यतापट्टि ओन्ली 2 होटल है ओन्ली 2 होटल हो ल गाइस माथिबाट चाहिँ यस्तो देख्छ केही पनि देख्दैन यस्तो देख्छ होइन केही नै देख्दैन ल बाई बाई गाइस हो किप वाचिङ फेरि अर्को सर्टमा म तपाईँहरूलाई देखाइहाल्नेछु सो गाइस अल्छी हामी मुनि रेस्ट क्याम्पबाट अहिले यो के भन्छ बेस क्याम्प आइसक्यौँ सरी लो क्याम्प आइसक्यौँ है लो क्याम्प आइसक्यौँ लो क्याम्पको हाइट चाहिँ 29 सेन्टिमिटर है यो चाहिँ यहाँ चाहिँ लो क्याम्पमा होटलहरू छ बस्नुलाई धेरै छैन फरेस्ट क्याम्पमा तपाईँहरू आउँदै हुन्छ भने फरेस्ट क्याम्पमा नबस्नु फरेस्ट क्याम्पभन्दा माथि रेस्ट क्याम्प बस्नु किनकि त्यहाँ बस्नु भने सजिलो हुन्छ त्यहाँबाट यहाँ हामी कति टाइममा आइपुग्छ 1 घन्टा 1 आवरमा बिस्तारै आउँदाखेरि ठिकै आइपुग्छ राम्रो छ ठाउँ नभए तपाईँहरूले अलिक पुस गर्न सक्नुहुन्छ भने अस्ट्रेलियन बेस क्याम्पतिर बस्नु भएको छ भने चाहिँ यतै आउँदा म रिकमेन्ड यतै गर्छु है यहाँबाट झन् छिटो पर्छ अब यहाँबाट हाई क्याम्प हामी जान्छौँ हाई क्याम्प जानलाई चाहिँ 4 घन्टा लाग्छ भनेर मान्छेहरू लोकलहरूले ठिकै छ त्यही अनुसार जान्छौँ हामी सो हियर इज द भ्यू म तपाईँहरूलाई अब टक्क लाएर यहाँको भ्यू देखाउँछु है गाइस टक्क यहाँ होटलहरू छ यता ट्रेल हुन्छ अनि यहाँनिर यो छ अझ यहाँ बसिरहेको छ यता रोडोडेन्ड्रन फुलिरहेको यता छ यहाँ 2टा बाटो छ यो र यो छ तपाईँहरू यता नझुकिनु होला बाटो चाहिँ यो बाटो है जानुपर्ने बाटो चाहिँ यो बाटो
यताबाट चाहिँ होटल जाने हो यहाँनिर यस्तो छ यहाँबाट आउँदाखेरि सर्ट यहाँबाट यताबाट जानु होला है त ल गयो तपाईँसँग छ सो अब यहाँबाट चाहिँ पानी पनि दामी भएको छ पल 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 डाइरेक्ट मार्दीको पानी है यो चाहिँ यहाँ धुवा रोड नै दामी फुलिरहेको अरे हल्का देखिन्छ कि देखिँदैन यहाँबाट गोप्रोबाट मैले मजा देखाएको छैन दामी फुलिरहेको रेड यहाँ त पिङ्क पनि रहेछ यतापट्टि पिङ्क छ त्यो पिङ्क उताको रेड सो लेट्स गो गाइज अब चाहिँ हामी सोटीमा यहाँबाट माथि पुगेर अब रेस्ट गर्दै गर्दै बिस्तारै जान्छौँ हामी त्यस्तो फास्ट पनि जाँदैनौँ ठिकै छ बिस्तारै जान्छौँ यहाँनिर चाहिँ अझै यता माथि पनि छ होटेलको त खाँचो छैन जति पनि छ आउँदाखेरि सो यही नै हो गाइज ल अब हामी अलि अगाडि पुगेर फेरि जोडिँदैछौँ है त केही राम्रो भ्यूहरू पायो भने म तपाईँहरू देखाइ नै हाल्छु है त ल अब अगाडि जान्छौँ हामी अगाडि बढौँ सो गाइज वेयर इट बादल डाँडा होइन बादल डाँडाको खाना खाने ठाउँमा आइपुग्यौँ सो यु क्यान सी पुरै हुस्सु पुरै वाइल्डै हुस्सु छ है हामी चाहिँ यहाँ मुनिबाट यहाँ कति 3 घन्टामा आइपुग्यौँ भनौँ न 3 घन्टामा आइपुग्यौँ पुरै हुस्सु आएर केही देखाएको छैन डरफर छ सिस्टम यस्तो छ भित्र खाना सिटी लाग्दैछ हाम्रो यता दिदी अनि सन्देश अनि अझै भित्र छ म चाहिँ बाहिर हल्का भ्लग बनाउन आएको थिएँ ड्रोनबाट पनि भनेको ड्रोन यहाँ छ केही देख्दैन हुस्सुमा कहाँ आउँदैन यस्तोमा पुरै अन्धकारमय छ सो दिस इज बादल डाँडा है गेस पुरै हुस्सु ढाकेको छ यता बादल डाँडा चाहिँ किन भन्यो भन्दाखेरि यस्तो पुरै बादलले ढाक्दो रहेछ डाँडा द्याट्स वाइ इट इज कल्ड बादल डाँडा डाइनिङ हो डटफर छ त सिस्टम पुरै चिसो हुस्सुमै छ वाइल्डै केही छैन यार झाडहरू चिसोले केही नै छैन यार देखेको यस्तो छ गाइस त्यस बादल डाँडा हामी यो त्यहाँनिर रेस्ट गरेको थियौँ अन्त अगाडिको भिडियोमा थोरै देख्नुभयो होला अलिकति अगाडि भिडियोमा त्यहाँ त अहिले त पुरै हुसुली लागेर केही पनि देखाएको छैन तपाईँ जब भित्र जान्छौँ हामी खाना खान्छौँ भित्र पाकिरहेछ हाम्रो खाना भित्र गएर खानासाना खाने त्यसपछि फेरि लहर हुँदै जाने बाहिर बस्नु भइहाल्यो चिसो गाइस म चाहिँ भित्र गएँ अब भित्रतिरै सो गाइस जो चाहिँ हाम्रो भात पाकेर आइसक्यो अब यता खाना सुरु यो त परम त अब भातको रिभ्यू भात खाएर रिभ्यू दिन्छु ल Very nice. ल पार्टी रिभ्यू गर्नु मिठो तातो दाल भाँडैमै फेरि भाँडैमै फेरि आजको हाइलाइट भातको डोजी कति पऱ्यो रे हाम्रो यहाँ अचार पनि मिठो 720 हामीलाई 20 रुपियाँ चाहिँ डिस्काउन्ट है हामीलाई फेरि ल खाना हात धुँदा धम्मै हात झरेन पानी चाहिँ चिसो होइन चिसो होइन हिजो रातसम्म चाहिँ चिसो थियो हिजोसम्म त चिसो थियो एउटा टी सर्ट लगाएर पनि बस्नु सकेको थियो हात डट पर्छ यत्तिकै छ लगेछ अब हामी खाना खाएर यहाँबाट टक्क लगाएर फेरि माथि हाई क्याम्पतिर गएर फेरि भेटिनेछौँ हेर्दै गर्नु बाटोमा केही राम्रो भेट्यो भने म देखाउँछु नभए चार्जको यहाँ समस्या छ एकदम 1 नम्बर समस्या हुँदाखेरि पनि मैले यसरी यहाँ 500 रुपियाँतिर लगाएको अनि त्यो उता मुनि तपाईँहरूको भ्लगको लागि मुनि त 500 तिरेको नि फोनको 500 ड्रोनको 500 गोप्रो 1500 त अनि वाइफाईको पनि पैसा फेरि वाइफाईको 200 अनि ल अब हामी उता गएर भेट्छौँ है त गाइज सो गाइज हामीले चाहिँ अब यहाँ खानासाना खाएर ज्याकेट लगायौँ यहाँबाट माथि चिसो छ ल अब यता दिदी टोपी सोपी लगाइसक्यो दिदीले पनि टोपी लगाएर यता पार्टी अगाडि गइसक्यो ल बाई बाई यहाँनिर हामीले खाना खाएको यो ठाडो बाटो अब बाटो त अलवेज ठाडो पुरै हेभी ठाडो बाटो छ ओ गाइज हेर्दै गर्नु होला म तपाईँलाई देखाउँदै लान्छु 1 नम्बरको भ्यू सो यहाँ चाहिँ ब्याडमिन्टन खेल्न पायो जाडोमा भलिबल हेर्दैछ पार्टीले उताबाट
गाह्रो अलिकति सिस्टम भ्लग बनाएर जानु पऱ्यो नि त गाइजहरू देखाउनु पऱ्यो ल गाइज अवश्य हामी एउटा चल्दिउँ माथि पुगेर म तपाईँलाई भ्यू देखाउँदै बाटो कस्तो देखाउँदै बाइ द वे हामीले खाना खायौँ खाना खाएको चाहिँ कति पऱ्यो दिदी कति थियो 750 पर प्लेट भेज खाना नट नन भेज 750 मा जिम्बू थकाली काठमाडौँमा झैँया पाएर छ्यासे पाएर चस्स पाएर खाना पाइन्छ त्यही पनि ठिकै छ यत्रो डाँडामाथि 3200 होला सायद त्यत्रो माथि ल्याएर खाएको छ ठिकै छ गाइस अल्प चेपेर हिँड्दैछु ल अब धेरै बोल्यो भने गलिन्छ बाई बाई तपाईँ हेर्दै गर्नु होला भिडियो म नेक्स्ट ठाउँको भिडियो हालिहाल्नेछु फेरि गएर माथि पुगेर सो गाइस अल्छी यहाँ पर्न थालिसक्यो यी टाउकोमा पुरङ पुरङ पर्न थाल्यो कृष्ण होइन असिना ए बाटोभरि असिना पर्न थाल्यो असिना हेलो नमस्ते 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 गाइस नमस्ते असिना पर्यो हेलो हाई असिना पर्यो कस्तो फिल भइरहेको छ अझै असिना मैले त अलिक धेरै पर्दै हुन्थ्यो भनेको तर सन्देश रिसाउँछ खासै धेरै पऱ्यो भने डटफट हुन्छ ठिकै छ यतिकै पर्दा अलिअलि पटास सुटुस गरेर यहाँ डरै लागेको रहेछ वरिपरि केही छैन सब हुस्छु अलिकति डाँडा देखिरह त्यसमा लहर हिँड्ने हो यस रोकियो असिना नि असिना पर्दैछ रोकियो के छैन यार गाइज यस्तो छ रोकेकै ठिक हो नि अहिले कस्तो दुःख पाउँछ किन असिना पर्दा पानी पऱ्यो अनि ल जाउँ सो गाइज वी आर अन द वे एन्ड यहाँबाट चाहिँ अब हाइक्याम्प नपुगी हिउँदेखि थाल्यो है हिउँ चाहिँ हिउँदेखि थाल्यो बाटो यस्तो छ वरिपरि हुस्छु फगी वेदर पुरै यस्तो छ स्नो पुरै स्नो रहेछ हेभी पुरै रहेछ मुनिसम्मै रहेछ हेभी स्नो छ ल जाउँ अब हिउँ देख्न थालिसक्यो अब हिमाल हेरिन्छ हेट ल जाउँ यहाँ अस्मिता दिदी त आज कुदिरहनु भएको यत्तिकै त मैले अनि फर्स्ट ट्रेकमा यत्तिकै हिँड्न सकेको मान्छे त अनि फेरि कडै हो बुस्ट खाएर है यो पुरै केही नदेख्ने जस्तो छ है वाइल्डै गाइस कोटाउँदैछ ल भाइको एनर्जी चाहिँ बिरेनुनको है बिरेनुनको एनर्जी सरी जाउँ अनि बिरेनु नै Yeah? Where are you from? I am from Nepal. Nepal. Where are you from? Kathmandu, yes. Where are you from? Korea. Korea. Oh. यस्तो के भन्छ रे यस्तो के भन्छ Anya Daya is my fellow, isn't it? Or what is it? That name? Anya Daya or something? यहाँ दिदीको साथी भेटिसक्यो अब यहाँ भयो कि भयो उहीँ गएर कोट्याउनु कि अझै छोडिदियो पुरै पऱ्यो हेभी यो क्या हिमाल जस्तो छ हौ अब चाहिँ फु गरेर हटाइदियो न अझै फु गरेर हुसेला हटाउँदा माथिबाट परिरह ट्र्याक्टरै गर्दै परिरह भुइँतिर ए ल पर्यो अझै टाउकोमा परे परि छ रोकिन त कुरै छैन रोक्यो भने त हिउँले पुरिगयो नि अनि अझै यतिबाट एउटा लिएर जान्छ जस्तो है खरिबट हेभी खिचिन्छ Yo. So guys, finally यस्तो हुस्सु कुहिरेमा हिँडेर I finally हाइक्याम्प आइपुगिसक्यौँ
हाई क्याम्प चाहिँ कस्तो म तपाईँहरूलाई देखाइहाल्छु है केही पनि देखाएको छैन यार पछाडिबाट यस्तो छ पुरै हुस्सुमा अन्धकारमा हिँडिरहेको केही देखाएको छैन सो होटल फिस्टेल एन्ड गेस्ट हाउस वी आर स्टेइङ हियर गाइस यता यो अझै यहाँ भिडियोग्राफी हानै छ चिसो भयो एकछिन पन्जा खोलेको त हात त झर्ला जस्तो भएको छ झर्ला कस्तो भयो त एक्सपिरियन्स दिदी एकदम एकदम रमाइलो एडभेन्चरस अनि त डे टु कम्प्लिटेड फाइनली अनि त थ्याङ्क्स टु अल अफ यु बाई ल थ्याङ्क्स अझैको थ्याङ्क यू भन्नु पर्दैन भिडियो बनाइदिनु अझै दाजु है होइन अझै केही देख्दैन हाई क्याम्प त यस्तो छ केही नै देख्दैन गाइस फक द्याट शिट केही देख्दैन यार हामी बसेको चाहिँ यो होटल फिस्टेल गेस्ट हाउस नजिकै आउँदा मात्रै देख्छ यहाँबाट अलिकति सबै यतिको डिस्टेन्स भएको होइन केही देख्दैन जसले मुनि त झन् केही नै देख्दैन वाइल्डले आस गाह्रो हो उताबाट आउनु चाहिँ ठाडै पर्दो रहेछ कि वाइल्डले ठाडो पर्दो रहेछ सो गाह्रो हो असिना नि पऱ्यो बेला बेला अलिअलि बाटोमा कस्तो यु क्यान सी फक पानी पऱ्यो ठ्याक्क आइपुग्यो पानी पऱ्यो ए पानीको छिटो परिरह यहाँ पुरै चिसो छ यहाँ ब्रदरहरू हामी बस्ने होटल चाहिँ यो भइहाल्यो यता हाम्रो ब्रदरहरू आइपुगिसक्यो अनि त कस्तो भयो त ब्रदर एक्सपिरियन्स एकदमै रमाइलो हो यार अनि त वाइल्ड रमाइलो ला असिनै पर्दिरह्यो यहाँ पुरै हेभी छ यार भ्यू त केही नदेख्नु हुस्सु लागेर है कोठासम्मै हुस्सु छिर्ला यत्तिकै छ यहाँ त अब यहाँ एउटा स्टिकर त टास्नै पर्ने हुन्छ मेरो पार्टी मेरो यहाँ एउटा स्टिकर छ निकाल्नु ब्यागको छेउ सोध्नु त उहाँसे यसरी हात लगाउनु उहाँसे हात होइन यता बाहिरको कि चेन होइन चेन लाउनु पर्दैन उहाँसे हात लाग्ने ठाउँ छ त्यो चस्माहरू भइदियो पुरै टाँच्छौँ ल समय ब्लग्सको यसो पार्टी याद देखाउ त म ढाल्छु नि कहाँ नै ट्रान्सफर त ट्याक्राकै यहाँ नै टाँच्छौँ है हाई क्याम्पमा आएर अब परो नि त कहाँ नै ठिक छ त्यहीँ ठिक छ कि अरूतिर टाँच्छौँ ल चढ तरिकाले ल समीर ब्लग्स चढ तरिकाले आई क्याम्पमा ल पार्टी दियो अब बनाइसक्यो भिडियो ल जाउँ अब रुमभित्र धन्नै गएको आइपुगेको छ जस्ट डु इट रे होटल रक एन्ड मर घाम्रो ए भाइ रे ए हान्दिने ओके हाम्रो चाहिँ खै मेरोबाट एउटा देउन नि हेरेर जुन भन्नुहुन्छ ब्लू ट्र्याकमा ब्लू यो ल हाम्रो अब यहाँ डे टु कम्प्लिटेड वाला स्टोरी हाम्रो डे टु कम्प्लिट ल डे टु कम्प्लिट त गाइज अलिकति यहाँबाट माथिसम्म एल्टिट्युडको लागि अलिकति माथि गएर बल्ल आउनु भनेको छ यहाँ बस्नुलाई मुनिको दाइले सो हामी त्यही नै गर्छौँ होला सो दामी पारामा चटो तरिकाले अब फ्रेस हुन्छ हामी यहाँ एकछिन बस्छौँ जाडो भएको छ त्यसपछि फेरि जोडिनेछौँ है त त्यसपछि हामी डटफट कपाल त फेरि ओपी देखाएर रहेछ नि त हो चाहिँ चिया खाँदै आएको ताप्दैछौँ गाइस एभ्री पारामा यताहरू नि छ खैरीहरू नि यसो डाइनिङ हल रहेछ सो अब यहाँ तपाईँहरूलाई एउटा अनौठो कुरो दिन्छु हट्स आवर 500 नो इन्ट्री मोबाइल चार्ज 250 350 लिटरको अनि वाइफाई 250 यतिको महँगो चाहिँ पऱ्यो है ल हामी बसेको चाहिँ होटल फिस्टेल सो गाइस अब हामी चिया खाएर पानी परिरहेछ अनि त्यो यो नो इन्ट्री मोबाइल चार्ज होला नो इन्ट्रीहरू यो वाइफाई 250हरू के महँगो पऱ्यो नि त यहाँ फेरि फोटो त फेरि मारेको छ यहाँ अनि यतिको भलिबल लभर चाहिँ चाहियो है देखेन हिमालमा आएर नि भलिबल लभर त
यतिको डटफट चाहियो अनि यहाँ अर्को डटफट फेरि मार्दी समित नट समित समित के त एकदम आलु पोल्न थाल्नु है कि आलु पोल्नु न गऱ्यो त्यहाँ ल्याएर सन्देश खाना पाइकन ल्याएर आलु पोल्नु न आलु पोलेर खाऊँ न चिया त पाक्ने बित्तिकै सेलाइसक्यो त पाक्ने बित्तिकै सेलाइसकेको छ अनि त पर नि त अगाडि हामी चिया खाएर फेरि जोडिनेछौँ है त नत्र सेलाउँछ सो गाइस औसी हामी यहाँ टक्क ल्याएर खाना खाने बेला भइसकेको छ अब यसो खाना हान्दै यता हेभी हान्दैछ अझ हेरी ए कुहिरे सँगसँगै हान्दैछ अनि त यता ब्रदरले खाना चाहिँ हाम्रो यस्तो चाहिँ यो हाम्रो हाई क्याम्पमा दिदी हाल्नुहुन्छ कस्तो रिभ्यू एकदम मिठो छ सबै फ्रेस छ क्या यस्तो चाहिँ हाम्रो हाई क्याम्पको के हो सिस्टम अझ टेस्ट हाल्नु न थोरै अलिकति यस्तो टेस्टिङ हो मैले यस्तै तिमीले त्यहाँ अगाडि नै भने ल्याएर आऊ भनेर ल्याउनु पर्छ नि तिमीले नि म त साथी अफिसमा थिएँ नि त के ल्याउनु म पर्छ एक्जाममा थिएँ अचार हौ फर्किने बेला अब नेक्स्ट ट्रिपमा ढिला हाल्नु ल यहाँ चाहिँ अचार आइसक्यो ब्रदरहरूले खानु हुँदैन भने होइन मासु यहाँ मासु त यहाँ बनाएको पो यहाँ बनाएको चाहिँ खानु हुँदैन ल गाइस अब हामी फ्रेस हुन्न भनेर कि अब हामी खाना खाएर यो चाहिँ खानु अनि यो एक रट आगो तापेर फेरि जोडिदिन्छौँ है त त्यस्तै त्यो हिसाबले बनाएको सो गाइस अल्छी हामीले खानासाना खाएर अब यहाँ टक्क खुट्टामा तेल सिल लाएर टक्क तातोमा बसेर मसाज गर्छौँ यो पनि धुवा धुवा भइरहेको छ यो के भन्छ यसको काठको आगोको धुवा पुरै धुवा धुवा भइरहेछ बिहान तेल सिल लाएर रेडी भइसक्नु भयो यता चाहिँ फुल रेडी भोलिको लागि यता पार्टी सोध्दैछ बाटो साटो यताउति भ्यू स्यु के छ भनेर भोलिको लागि रेडी हुँदैछ सो गाइस यता काका बिहानै आएको थियो हामी खास बोलिसक्यो काका माथि त्यहाँ टस बोल्यो त काका काकाले त्यहाँ थाहा नै छैन काकालाई ल गाइस अब चाहिँ हामी चट्टो पारेर फोन हान्दै होला घरमा फोन हान्दै होला ल गाइस अब हामी भोलि बिहान 3 बजीतिर यहाँबाट निस्किनु पर्ने हुन्छ त्यही भएर अब हामी खुट्टा सिकाएर चट्टो सुत्छौँ भोलि बिहान उठेर भ्यू देखाउँदै कति बजी उठ्ने हामी भोलि त हामी 3 बजी त हिँडिसक्ने 3 बजी त टक्रामै उठेर हिँड्छौँ ल गाइस भोलि अब एकैचोटि भ्यू देखाउँदै म माथिको सिधै मार्दी हिमाल बेस क्याम्पको भ्यू दामी देखाउँछु तपाईँहरूलाई सो स्टे ट्युन है त ल बाई बाई गाइस गुड नाइट गुड नाइट सो गुड मर्निङ एभ्रिवान आज चाहिँ डे कति दिन भयो आज डे 3 को मर्निङ फ्रम सिधै हाम्रो हाई क्याम्पमा हामी बिहानै अहिले 3 बजे उठिसक्यौँ उठेर अब चट्ट यता हाम्रो पार्टीले कफी बनाउँदै चट्टो लाएर अब दामी कफी खाएर हिमालको भ्यू पनि दामी देखाएको छ बाहिर हामीले अघि हेरिसक्यौँ अब बेस क्याम्पबाट त झन् यत्तिकै हो होइन यत्तिकै ए कफी चिज हुन्छ फेरि एउटा ल अब दामी भ्यू हेर्दै चढ तरिकाले यता खै चियर्स ल ओ अलि देखिएन चियर्स ल दामी अर्को छ बिस्कुट एउटा ल्याउनु है उतै बरु उहीँ माथि खाउँला माथि खाने खाना हुन्छ नि त ल हाम्रो बिस्कुट हान्ने कार्यक्रम गइसकेको छ यहाँ लेवा पारामा अलिकति क्यास चाहिँ बुक है 1000 रुपियाँ चाहिँ चिया खानु पऱ्यो दामी ल अब हामी यहाँ खाएर रेडी भएर चट्ट उता जानेछु म उतैको भ्यू देखाउँछु है त ल गाइस अब चाहिँ हामी यहाँबाट चट्ट तरिकाले ट्रेक सुरु हुन्छ ट्रेक सुरु भइसक्यो चाहिँ ठ्याक्क ल विश्वास गर्नु न भने 4 बजेर 12 मिनट 4 बजे 13 भएछ ल 13 भयो 15 मा स्टार्ट गर्यो ह्याप्पी होली हाम्रो होली चाहिँ यसरी ल ह्याप्पी होली फ्रम मार्दी हिमाल ल गाइस अब लेट्स गो लेट्स स्टार्ट द ट्रेक चल्दिम हामी अब enjoy this trek पछाडि हिमाल have a चाहिँ have a great experience and we'll show you in our camera also लेट्स गो let's ल go जाऊ
मान्छे परेदेखि आइरहेको अवस्था So guys, we are middle of the way. यहाँ मुन क्या दामी देखेर यसो धुँगा उडिँदा मान्छेहरू हिँडिरहेको दिदी भिडियो बनाउँदै यस्ता पछाडि हिमाल सेतो सेतो देखिरहेको होलीको दिन फुल मुन यस्तो छ Let's go guys, let's go. हामीलाई 6 बजे पुग्नु छ त्यहाँ सनराइज हेर्न अतिर पनि राति अहिलेको 4-4:30 भयो बोल्दा पनि धुवा उडिरहेको यो होला यसो यस कहाँ गयो ल जाउँ अब माथि पुगेर फेरि भ्यू म देखाउँछु तपाईँहरूलाई के राम्रो देख्यो भने यहाँ ठ्याक्कै घर जस्तो छेको मुन क्या दामी देखाएको छ सही देखाएको मुन Finally guys, finally at viewpoint. Mardi himal viewpoint. Oh fuck, cost to look at this. What's that himal? Woo! क्या दामी देखेको पुरै हिमाल यता अलिअलि हिउँ छ धेरै छैन चिसो वाइल्ड छ वाइल्ड चिसो यता सनराइज बनाउन आँटेको होराइजन पछाडि दामी 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 बवाल देखेको छ भ्यू चाहिँ ओभर छिटो हिँडेको ओभर छिटो है यहाँभन्दा अझै माथि बेस क्याम्प चाहिँ यहाँभन्दा अझै माथि के गर्ने अझै माथि जाने ल अब हामी यहाँ फोटोसुट हान्छौँ केटाहरू अगाडि गइसक्यो त्यसपछि चाहिँ हामी माथि नै पुग्छौँ बेस क्याम्पै पुग्छौँ है त हामी यता सनराइज टक्क एउटा फोटो हान्नु म तपाईँहरूलाई टक्क सिनेमेटिक भ्यू यहाँको देखाउँछु त्यसपछि फेरि माथि पुग्छौँ है त हामी गाइस So guys, this is the view from viewpoint. So guys, we are finally at base camp. Base camp view. Oh, pretty snow. वाइल्ड स्नो छ यता यहाँ एउटा सानो टी सप रहेछ तर खुला छैन अब यहाँनिर हल्का समीर ब्लग्स परौँ त यतिको टास्नु दामी छ है गाइस पुरै भ्यू छ हेरौँ त ह्याप्पी होली गाइस ह्याप्पी होली फ्रम मार्दी हिमाल मार्दी बेस क्याम्प ह्याप्पी होली गाइस सो दिस इज द भ्यू वरिपरि स्नो यस्तैमा आउने रहर चाहिँ यस्तै भयो आँखा जहाँसम्म जान्छ त्यहाँसम्म स्नो यता पुरै स्नो यता अझै भइतिर पुरै स्नो यता पनि पुरै स्नो हेभी स्नो छ ओके गाइज अब म तपाईँहरूलाई टक्क एउटा सिनेमेटिक खिचेर दामी देखाउँछु त्यसपछि ड्रोन सटहरू हेभी हालिदिन्छु एकदम इन्जोय गर्नु होला अब हामी चाहिँ रिल्सहरू फोटोहरू खिच्छौँ सो यहाँनिर टी सप थियो तर खुला रहेन रहेछ ठिकै छ स्नो परेर यहाँ मान्छेहरू बस्नु नसक्यो होला वाइल्ड छ जति पनि स्नो छ क्या वाइल्ड यहाँ खुट्टामै जति गरे नि स्नो तर ब्याक क्यामेराबाट देखाउँछु है लुक एट दिस गाइस वर्थ इट जति पनि स्नो छ कि यता हेऱ्यो पनि स्नो यता हेऱ्यो पनि स्नो यता हेऱ्यो पनि स्नो यता हिमाल मार्दी हिमाल भइहाल्यो यता नि स्नो यता नि स्नो यता पनि स्नो यता पनि स्नो यता पनि स्नो यता पनि स्नो जता हेऱ्यो पनि जता हेरे पनि हजुर स्नो पुरै स्नो छ दामी 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 अनि हेभी स्नो अन्त भ्यू हेरौँ त यहाँ मारेको छैन त माटो त छँदै छैन अन्ली स्नो जस्तो सोचेको त्यस्तै डटफट
दामी छ है वाइल्डै दामी भयो खिच्ने ल अब हामी गाइस हल्का फोटोसुट भिडियो हान्छौँ रिल्सहरू बनाउँछौँ त्यसपछि ड्रोन सटहरू हानेर तपाईँहरूलाई म देखाइहाल्छु सो हेर्नु होला है त लास्टसम्म दामीवाला छ ल फाइनल्ली हामी पुग्यौँ है हाम्रो घरकाहरू सबैजना दिदीभाइ हिमाल पुगेर छाड्यो ल दामी